सबैजनालाई म के भन्न गइरहेको छु भने मेरो पनि अब उल्लक चम्किँदैछ है धेरै वर्षपछि। कसरी भन्नुहुन्छ भने म पनि अब धेरै वर्षदेखिको एउटा कोठामा बस्दै आइरहेको मान्छे हो के। अब मेरो सुन्दर घर बन्दैछ है। सबैको प्रार्थनाको उत्तरहरू आउँदैछ है। सबैको भन्नाले पनि मेरो प्रार्थनाको उत्तरहरू आउँदैछ है। मैले चाहिँ धेरै वर्षदेखिको प्रार्थना गरेको थिएँ। कोठामा बस्दाखेरि पनि म हर दिन रात म प्रार्थना गर्थेँ। त्यो कोठामा बस्दाखेरि त्यो कोठाको साहुहरूले मालिकहरूले यतिसम्म किचिज गर्थे कि पङ्खा चलायो भने पङ्खा मार 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 भन्ने किची 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 गर्ने आफ्नो घर नभए जस्तो हुने। तर अब मेरो सपना पुरा हुँदैछ के। त्यसैले म सबैलाई म धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। प्रार्थना गरिदिनेहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु है। र यति मात्र यही मेरो भन्ने कुराहरू थियो। ल हुन्छ, फेरि भेटौँला। सी यू नेक्स्ट ब्लग है। ओके बाई। Saya ho koile no sutne